बालेनको सीमा अभिव्यक्ति तथ्य विवाद कूटनैतिक र यथार्थता वास्तविकता के हो? नमस्कार, म विकास भुषाल। प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिपछि विभिन्न कोणहरूबाट र एंगलहरूबाट आफ्ना धारणाहरू बनाइरहेका छन्। विशेष गरी राष्ट्रियता र जमिनका सवालमा जमिनका सवालमा सीमानाका सवालमा नेपालले पनि भारतको सीमाना मिचेको मैले तथ्य थाहा पाएको छु है भन्ने अभिव्यक्ति आइसकेपछि यति बेला नेपाली समाजमा दुई ध्रुवमा ध्रुवीकृत भइरहेको नेपाली जनता देखिएको छ। नेपालको सन्दर्भमा, राष्ट्रियताको सन्दर्भमा, राष्ट्रको सन्दर्भमा कोही पनि दुई कित्तामा उभिनु हुँदैन, सबै समान एकै कित्तामा उभिनु पर्छ। प्रधानमन्त्री बालेन शाहले त्यस दिन बोल्दाखेरि इस्ट इन्डिया कम्पनीकै रोहबरमा यी सीमा विवादहरू मिलाउनु पर्छ है भन्ने खालको अभिव्यक्ति तत्कालीन इस्ट इन्डिया कम्पनी बेलायत सरकारलाई भनिन्छ। बेलायत सरकारकै उपस्थितिमा यसको सीमा विवादको समाधान गर्नुपर्छ भन्ने खालको अभिव्यक्ति पनि दिनुभएको थियो। आज भारतीय नेताहरूले नेपाल र भारत बीचको सीमा विवादमा तेस्रो पक्ष कसैको पनि सहभागिता हुँदैन है भनेर भारतले अभिव्यक्ति दिएको छ। यो महत्त्वपूर्ण कुराहरू छन्। कूटनीतिक विशेष गरी नेपालको समस्या भनेको कालापानी, लिपुलेक, लिम्पुयाधुरा र सुस्ता क्षेत्रमा दशकौंदेखि यो सीमा विवाद, भारत नेपालको सीमा विवाद चलिरहेको छ। विशेष गरी भारतले नेपालतर्फ अलिकति बढी अतिक्रमण गरेको भन्ने कुराहरू आइरहेको थियो। यसबीचमा प्रधानमन्त्रीले संसदबाटै नेपालले पनि केही भारतका जमिनहरू अतिक्रमण गरेको भन्ने कुरा आइसकेपछि यति बेला प्रधानमन्त्री स्वयंले नै यो कुरा बताइसकेपछि अहिले प्रतिपक्ष दलमा भएकाहरू लगायतले चर्को विरोध गरिरहेका छन् भने सत्तापक्षीहरू बचाउमा लागेको जस्तो पनि देखिन्छ। सन् 1900 यता नेपालमा 30 भन्दा बढी सरकारहरू बने। ती सरकारले ठोस रूपमा यो सीमा विवाद समस्या समाधानका लागि ठोस खालको कदम अहिलेसम्म पनि चालिएन। अहिले यही बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा हुनुहुन्छ। सीमा विवादका सम्बन्धमा यसरी खुलेर बहस भएको, भारतीय नेताहरूसँग यसरी खुलेर बहस हुने र जनताहरूले नै खुलेर सामाजिक सञ्जालहरूबाट पनि बहस भएको यो पहिलो पटक पनि हो। यस सन्दर्भमा पनि यो सीमा विवादका विषयहरू सामाजिक सञ्जालमा बोल्ने भन्ने, प्रधानमन्त्रीहरूले पनि हलुका रूपमा टिप्पणी गर्ने भन्दा कूटनीतिक के छ यसको, यी कूटनीतिक पहलहरू कसरी गरिन्छ, विश्व स्तरमा यी सीमा विवादका समस्याहरूका सम्बन्धमा समाधान गर्न के प्र्याक्टिसहरू छ त्यो अनुसार गर्नुपर्ने हुन्छ। न कि एउटा हाई हाई र हुई गर्न एकछिन जनताहरूको एटेन्सन सिक गर्नको लागि गर्ने खालका प्रवृत्तिले गर्दा भोलि राष्ट्रियतामाथि पनि आँच आउन सक्छ।